बिहिबार राति भुसमा आगो सल्के जस्तै राजावादीहरूद्वारा गरेको हिंसात्मक आन्दोलनका कमान्डर दुर्गा परसाई भारतबाट पक्राउ परे भन्दै खबर चारैतिर फैलियो। दुर्गा परसाईको सचिवालयले नै सामाजिक सञ्जाल फेसबुकमा परसाईले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको भनेर जानकारी दिएको थियो। परसाईको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस पोस्ट गर्दै यस्तो लेखेको थियो। अहिले 2 घण्टा अघि हाम्रा अभियानका संयोजक श्री दुर्गा परसाईज्यूले आफ्नो सुरक्षाको लागि आफै भारत आसाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको छ। हिजो मात्र हामीले भिडियो मार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए 24 घण्टा भित्र उपस्थित हुन्छौं भनेका थियौं। आज उपस्थित भयौं। दुर्गा परसाई जय देश जय राष्ट्रवाद। यसरी दुर्गा परसाईको सचिवालयले फेसबुकमा दुर्गा परसाईले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको पोस्ट सार्वजनिक गरेपछि उक्त पोस्टलाई आधार बनाएर विभिन्न राष्ट्रिय मिडिया तथा अनलाइन मिडिया र युट्युबका मिडियाहरूले दुर्गा परसाई भारतबाट पक्राउ परेको भनेर समाचार प्रकाशन गरेका थिए। यसरी दुर्गा परसाई भारतको आसाम राज्यबाट पक्राउ परेको समाचार भुसको आगोसरी फैलिएपछि यस कुराको खण्डन गर्दै नेपाल प्रहरी प्रवक्ता डिआइजी दिनेश कुमार आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै दुर्गा परसाई नेपाल प्रहरीले अहिलेसम्म पक्राउ नगरेको र दुर्गा परसाई पक्राउ परे भन्ने जस्ता भ्रमात्मक समाचार सम्प्रेषण नगर्न विज्ञप्तिमा अनुरोध गरेका छन्। प्रहरीको खण्डनसँगै परसाई संयोजक रहेको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गरेर परसाईलाई भारतको आसाम राज्य अन्तर्गत गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याएको दावी गरेका छन्। उनले परसाईको ज्यानको खतरा भएको भन्दै सुरक्षाका लागि आह्वान समेत गरेका छन्। उनले भनेका छन्, सरकारले तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्किरहेको आफूहरूलाई जानकारी नरहेको प्रतिज्ञा दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्तासम्म पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तर्राष्ट्रिय मानवाधिकारवादी सङ्घ संस्था सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौँ भनेर सबैमा अपिल गरेका छन्। यसरी दुर्गा परसाई पक्षले दुर्गा परसाई भारतको आसाम राज्यबाट पक्राउ परिसकेको दावी गरेको छ भने नेपाल प्रहरीले यसको खण्डन गर्दै दुर्गा परसाई अहिलेसम्म नेपाल प्रहरीले पक्राउ नगरेको बताइरहेको छ। नेपाल भारत बीच एकअर्काको देशमा पक्राउ परेका आरोपितहरूलाई त्यहाँको प्रहरीले सीमा क्षेत्रमा ल्याएर छोड्ने र त्यसको लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिने भएकाले दुई पक्ष बीच फरक मतभेद भएको हुन सक्छ। यस विषयमा को कति सही छ त्यो समयले अवश्य बताउनेछ। तपाईलाई यस विषयमा के लाग्छ कृपया आफ्नो अमूल्य विचार कमेन्टमा लेख्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। दुर्गा परसाईलाई पक्राउ गरिएको छ। गिरफ्तार गर्दा केही फरक पर्दैन। हेर्नुस् त्यति बेला